महाभाड भैलो महाभाड भैलो महाभाड भैलो महाभाड भैलो लखर लखर डुल्ने हिँड्छ गाउँ सहर कुरम्नेको उग्र छ ताती लहर लखर लखर डुल्ने हिँड्छ गाउँ सहर कुरम्नेको उग्र छ ताती लहर सोझा साझा मान्छेलाई लुटुपाटु गर्छन् घरमा गई लुगा फेरि के भयो भन्छन् भट्टीकी साउनीलाई पैसो छैन भन्छन् घरमा आइ फर्केर भाड भैलो गर्छन् महाभाड भैलो महाभाड भैलो महाभाड भैलो महाभाड भैलो महाभाड भैलो महाभाड भैलो तँ भिसिन्दाइलाई फोन गरेर चाँडै बिहेको तयारी गरेर लाउनु पर्यो सट्ट सुट्ट सक्नु नै पर्यो बे जन्ती पनि लैहाल्नु पर्यो ढिला गरेर हुँदैन बुझ्यौ फोन गरेर ल म फोन गरेर चाँडै टुङ्गो ल्याउँछु अब हामी पनि यो घर रुँगेर बस्ने कुरो आएन मौका आएको छ जा त जा एक कप चिया लिएर अब पनि घरमा बसेर चिया खान्छ नि त अब तातो चिसोको व्यवस्था त उहाँ लाम्टेले गर्छ त्यतै खानुपर्छ चिया बस शुभ कार्यमा किन ढिला गर्नु त लाइहालौँ त ल जाऊ होइन बाजेहरू बल भानेर हिँड्नु भएको छ टाढेको यात्रा हो कि हो न मामु धेरै गल्फती नगर हामीसँग तिमीसँग कुरा गर्ने फुर्सद छैन हामी हतार छ हो बुढा तिमीलाई हतारै छ होइन बाबु औँला भाँच्दै हाँस्दैछौ त मैले त कुरो बुझिनँ नि अब तपाईँहरू बुढेसकालको मान्छेले के बुझ्ने खोइ अब आफू युवा छु आफैले त बुझ्न सकेको छैन लामटेबा ए लामटेबा होइन कहाँ जानुभएछ लामटेबा को हो बाहिर हजुर म ब्याङ्कबाट आएको क्या लामटेबा अस्ति हजुरलाई मैले भेटेको थिएँ नि ए ल बाबु ल म आइहालेँ बाहिर नमस्कार 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 चिन्नुभयो मलाई चिने बसौँ बाबु बसौँ हुन्छ म ब्याङ्कमा कागजपत्र पठाउनु भएको रहेछ मैले भने बमोजिम हजुरको कागजपत्र मैले हेरेँ ब्याङ्कमा सबै ठिक छ बुवा कागजपत्र हजुरको सब ठिक नै छ मैले हेरेर म्यानेजरलाई बुझाएँ उहाँले ल ठिक छ उहाँको डकुमेन्ट भनेर मलाई पैसा पठाइदिनु भएको छ हजुरलाई म पैसा पुऱ्याउन आएको ल बुवा हजुरको 6 महिनाको
12,000को दरले मैले 72,000 लिएर छु कि त्यो। तिमीलाई धेरै धेरै धन्यवाद। म बुढोको हत्ता ल्याइदिएछौ। बेलैमा हुन लाग्यो मेरो बिहे छ। बसेर बिहे चाहिँ खाएरै जानु पर्यो। खै बुवा जाने कि बस्ने? हुन त मेरो सरुवा पनि यतै नजिकै भएको छ। सबै कुरा सोचे जस्तो हुँदैन बाबु। आए गए माया मोह, नआए पराई। त्यसैले तिमी यहाँ बस्नै पर्छ। अब तिम्रो सरुवा पनि यतै भएछ। अब तिमी मैसँग बस्ने। ल ठिकै छ नि त बुवा, दुःख सुख जे छ मिलाएर गरौँ न। अनि के बिहे आजै हो र हजुरको? हो बाबु हो, बिहे त आजै हो। बरु तिमी यतै बसेर मलाई चिरिच्याट्ट बनाइदेऊ त। यो बुढेसकालको बिहे दुनियाँ गाउँलेहरू हेरेको हेरे बनाउनु पर्यो बाबु। ल हुन्छ नि त बुवा, म तपाईँलाई त्यति सहयोग गरौँला आज। कसलाई भन्ने, कहाँ जाने, के गर्ने, हे भगवान्। बेहुलो रे अब म। हेलो हजुर नमस्कार। हजुर नमस्कार। अब हामी यहाँ पूर्व तयारी गरेर हिँड्न लागेको। तपाईँले चाहिँ आफूले मानेको र पुजेको पण्डित बोलाएर बिहेको तयारी गर्दै गर्नु है त। हस् 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 हस्। यत्रो वर्षपछि एउटीको लगन आएको, उहाँ र जन्ती हिँडिसके रे। एउटी बिहेको कुरो टुङ्ग्याएको डाँडा मुनतिर ओर्लिन। अब के गर्ने होला? अब पण्डितको घरमा कसलाई पठाउने होला त? मनमायालाई पठाउनु पर्यो अब। मनमाया, ए मनमाया, हजुर यहाँ तल आऊ, तल आऊ। त्यो माथि सेते पानी त्यहाँ गएर दिदीको बिहे छ आज, बेलैमा झर्नुहोस् भनेर भन जाऊ नानी, जाऊ त्यति। हस् हस् बा, म पुगेर आउँछु नि। बाटोमा आउँदा केही ल्याइदिनु पर्छ हजुरलाई। सबै कुरो ठिक रेडी छ नानी, केही पनि पर्दैन। छिटो जाऊ, बाटोमा धेरै अलमल नगर। दिदीलाई नि सिँगार पटार केही गर्नु पर्ला क्या र? हुन्छ हुन्छ बा, म पुगेर आइहाल्छु नि। गुरु गुरु होइन, कता हुनुहुन्छ? होइन दिदी, बाला खोज्न आउनु भएको जस्तो छ। बा काम विशेषको लागि धरान गर्नुभएको छ। ए ल हो र, झन् आज दिदीको घरमा बिहे थियो। झन् गुरुबा नि घरमा हुनुहुँदो रहेनछ। अब के गर्ने होला? ए त्यो दिदीको पो बिहे हो? त्यो च्याखुरे दिदीको? ए ल ल, म पनि जान्छु पक्का। ल
घरको गुरुलाई खबर गर्नु पर्यो। के रे नहुने बेला नातिदेखि मर्छ भने यही हो। अब विदेश परो अब ल तिमीहरू दिदीलाई सिँगार्दै गर म केही सोचौँला। पर्नु आपत्ता परिहाल्यो, त्यही ज्योतिषले पनि त टाक्कटुक्क गरिहाल्छन् नि। अब काम चलाउन पाए पछि भने जे हुन्छ हुन्छ। गाउँका मान्छेले नि सबैले चाल पाउने जस्तो भयो। अब त्यो पारी मन्दिरमा लगेर टाक्कटुक्क पारेर पठाइदिनु पर्यो, कसैले चाल नपाइकन। होइन ठेकेदार साहब, किन टोलाउनु भएको यसरी? यो मोबाइलमा के आएछ त्यस्तो? होइन केटा, जे गर्दा नि काम अगाडि बढाउन पाएको होइन। खै यतातिर पनि अल्झेर खासै केही होला जस्तो देख्दिनँ म त। हेर केटा, आत्तिएर पनि हुँदैन, त्यो ठेक्कापट्टा भनेर भएन। अब नयाँ परिपाटी बनाउनु पर्छ। बनाउन त बनाउने, कस्तो परिपाटी बनाउने त? हेर, अब हामी जग्गा बेच्ने, प्लटिङ गर्ने, ठुला ठुला काममा मात्र उत्रिने हो नि त। सही भन्नुभयो ठेकेदार साहब, यस्तो पेसा त हाम्रो बाउबाजेको पुर्खादेखिबाट गर्दै आएको अरे। यो प्लटिङमा त पैसा कति कति, अब यतै लाग्नुपर्छ। त्यसै यो ज्यान यस्तो भयो र? ओहो, यो तोर्पेबा कहाँ जान लागेछन्? घैँटो पनि झुन्डाएर हिँडेका छन् त। होइन भने गाउँमा कसको के रहेछ? हामीलाई त केही हत्तोपत्तो पनि छैन। कुरो के हो त बुझ्नु पर्यो नि ठेकेदार साहब। होइन यो तर्पे काका, तपाईँ ठेकीसेकी बोकेर हतारिदिए कता? होइन कता जानु नि बाबु, आज उहाँ तल लाम्टिया बिहे छ, त्यही भएर यो छेको छेको यसमा दही लिएर त्यहाँ लाम्टिया घर जान्ला। तिमीहरूलाई निम्ता छैन? तिमीहरू जाँदैनौ? ए त्यो खुट्टा बाङ्गे लाम्टेको पो बिहे, त्यसकोमा त जसरी नै जानुपर्छ। यो 81 वर्षको बिहे कसले देख्न पाउँछ र यसरी? ल जाउँ 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 जाउँ, अब यतिको बेता देख्न पाउने हो कि पो होइन? जाउँ। होइन लामटेबा, अलिक छिटो निस्किनु न। अब जान त ढिला भयो त। ल हेर काका के के भयो? अब सबै राम्रो छ। तपाईँलाई मैले अब यहाँ सम्मान स्वरूप लिएर जान्छु मन्दिर। टक्क लाएर बिहे गरेर लिएर आएर भरे अब बुझ्नु पऱ्यो कि ल खोइ जाँहरू खोइ। होइन यो लाम्टे चिचिक्क पर बसिसकेपछि त कति चाँडै। होइन बुढेसकालको बिहे कस्तो सस्तो भयो, बिहे कस्तो सस्तो भयो, मलाई पनि बिहे गरिदेऊ जस्तो भयो सर्लक्क पारेर। सबैतिर खैला र बैला हो, खैला र बैला हो, बिहेपछि गर्ने हो भाड भैलो। ल ल अब धेरै ढिला गर्नु हुन्न, लागौँ। हेर बुढेसकालको बिहे धड्कन त तेज छ बुढोको। जाउँ 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 साथीहरू, जाउँ जाउँ जाउँ।
अब 81 वर्षको बिहे खोइ उचालेरै लैजाउँ। पक्का पक्का ल सबैजनालाई नमस्कार। ल तपाईँहरूलाई स्वागत छ। अनि पण्डित खोइ त ज्योतिषले त गर्ला नि अप्ठ्यारो पारो पाउनु पाइँदैन। ल तपाईँ ढुक्क हुनु, यिनले सबै काम जानेछन्, यिनले गर्छन् अब छोरीको बिहे। र अब घिसिनजी दुलैलाई बोलाउनु पर्यो। ए मनमाया चाखुरीलाई लिएर ओम मङ्गलम भगवान मङ्गलम गुरु ध्वज मङ्गलमय तनो हरि। यो दुना पानी तु दुना हाल 4 वर्षमा तेरो पिण्ड खोलामा फाल। अब बेहुलाले बेहुलीलाई माला लगाइदिनु पर्यो, अनि बेहुलीले चाहिँ बेहुलालाई ओम मङ्गलम भगवान विष्णु मङ्गलमय गुरु ध्वज मङ्गलमय तनो हरि। सबैजनाले मेरो बिहेको तर्फबाट पार्टी आजलाई ढुक्कले खायो हुन्छ ल। बाउले पनि अहिले मासु खान थाल्यो भने यो भाँड भैलो गाउँमा यस्तै हो। यस्तो बाउले बिहा रहेछ खै। होइन ए बाबु त घरमा त मासु खान्न भन्दिस्, यो भोज भतेरमा त गम मासु खाइस् त के हो सर्लक्क पारेर चाहुरीको हात त मिचेरेछ। ल हजुरहरूको जिम्मा लागेको छु, मारे पाप पाले पुण्य। ल यो हात जन्म जन्मसम्म जीवित रहोस्। ल ताली। महाभाड भैलो महाभाड भैलो महाभाड भैलो महाभाड भैलो।